चाहिँ मैले टक्क आलु काटेर तातो तेलमा लो मिडियम ग्यासमा फ्राई गर्छु। हाफ फ्राई गर्नुपर्छ आलुलाई चाहिँ। अनि यसलाई चाहिँ चलाइराख्नुपर्छ कि नत्र त्यो डढ्न सक्छ। मेरो चाहिँ मलाई रुगा लागेर मेरो आवाज बेसी बक्खर बिस्तारै 1 घण्टा गरेर आलुलाई चाहिँ यो निकाल्ने। मैले चाहिँ निकालिदिएको छु यसरी। यसलाई के भन्छ त मलाई नि थाहा भएन, यसको नाम के हो यो रेसिपीको, तर पनि मिठो हुने रहेछ। हजुरहरूले पनि ट्राई गर्नु होला। अन्डा खुर्सानी नुन गराएर मिक्स गर्ने राम्रोसँग। नुन चाहिँ आफ्नो स्वाद अनुसार कति राख्ने। यसलाई चाहिँ राम्रोसँग गोलो आकारमै यहाँ राखिदिने। ग्यास चाहिँ लो नै हुनुपर्छ है। अनि यो छेउछेउबाट हल्का निकालेपछि डढ्दैन नि त। ग्यास चाहिँ लो हुनु पर्यो। अनि यो बिचमा रहेको अन्डालाई चाहिँ म साइडमा यसरी राखिदिएको छु। यो बनाउन पनि धेरै टाइम लाग्दैन, छिटो छरितो मिठो। बिचको अन्डालाई चाहिँ हल्का हल्का साइडमा राखिदिने। अब चाहिँ यो अलिअलि पाक्छ। हल्का अन्डा यस्तो भएपछि चाहिँ नुन राखिदिने यसमा। अघिको नुन थोरै राख्ने, अघि नि अन्डामा, अहिले पनि थोरै राख्ने। मलाई चाहिँ थोरै भयो जस्तो लागेर थपिदिएको। अनि बेसार राख्ने अलिकति, नुन बेसार राख्ने, हल्का मिक्स गर्ने यसलाई चाहिँ। अनि पल्टाइदिने। यहाँ चाहिँ म पल्टाइदिएको थिएँ। पल्टाइदिँदा पछि डढेको थियो, पल्टाएको चाहिँ रेकर्ड गर्नु बिर्सेछु, सरी गाइस।
पल्टाएछु। एकचोटि पल्टाइसक्यो अनि फेरि यसलाई यो पाकिसकेको छ, फेरि अर्कोचोटि नि एकचोटि पल्टाइदिएपछि पाकिहाल्छ। हल्का चाहिँ यसलाई दबाइदिनुपर्छ उता नि पाकोस् भनेर राम्रोसँग। अनि यसलाई फेरि यताको साइडमा पल्टाइदिन्छु। अनि हाम्रो यो रेसिपी रेडी हुन्छ। यसलाई के भन्छ मलाई पनि थाहा भएन, यसको नाम के भन्छन् कमेन्ट गर्नु है त थाहा भएको भए। अनि ग्यास चाहिँ निभाइदिने। अनि हाम्रो यो चाहिँ रेडी हुन्छ। मैले यहाँ टेस्ट गरेको छु, एकदम मिठो भएको थियो।